धन्नै ठोक्केको यार गाडीमा। अरे साथीहरू घरतिर लागियो यार। अप्रिलको 5-6 भइसक्यो, जाडो पनि बहुत छ। जापानको बिल्डिङहरू यो जापानमा मान्छे चाहिँ देखिँदैन है कहीँ पनि। न बिहान देखिन्छ न दिउँसो साँझ देखिन्छ। कहाँ छ यहाँको जनसङ्ख्या थाहै हुँदैन यार। जापानको जनसङ्ख्या लोप हुँदै गएको हो। नेपालमा एकसिङे गैँडा लोप हुँदै गए जस्तो जापानमा चाहिँ जनसङ्ख्या लोप हुँदै गएछ क्या। फिट्टिकै छैन त। घर छ फेरि सालेहरूले घर भाडा पनि 40,000 50,000 भन्छ। मान्छे नभने ठाउँमा त घर भाडा त सस्तो दिनु नि होइन। नेपालमा जस्तो यार 2,000 3,000मा के होला है जापानिजहरूको बुद्धि। हामी नेपालीको जस्तो हुनुपर्छ नि यार। सालेहरूले खालि देशलाई मात्रै अगाडि बढाउँछ। नेपाल जस्तो देशलाई कङ्गाल बनाए पो बल्ल मजा आउँछ। के कसो छ गाइज?